भारतमा रोजगारीको क्रममा दाहिने खुट्टा गुमाएका डोटी जिल्लाको जोरायल गाउँपालिका 1 घण्टेश्वरका देवबहादुर बोहराले जीविकोपार्जनका लागि असाध्य सङ्घर्ष गर्नु पर्यो। शारीरिक अपाङ्गता र आर्थिक अभावका बीच पनि उनले हार मानेनन्। 4 वर्ष अघि गाउँमै सानो किराना पसल सुरु गरे। आज त्यही पसल उनको जीवनयापनको प्रमुख आधार बनेको छ। योभन्दा अगाडि चाहिँ अब अलिकति गाह्रै थियो, आर्थिकै खर्चलाई चलाउनु पनि गाह्रो थियो। अब भने टाइममा चाहिँ अब कहीँबाट लिए पनि त अब त्यति गाह्रो दिनलाई पनि अप्ठ्यारो थियो। अब यो लिपोर संस्थाबाट अलिकति मलाई सस्तो भयो, संस्थामा के राहत उहाँले दिनुभयो। एउटा मेरो जीवनको पाटोहरू चाहिँ खडा भयो होइन। गरी खाने मध्यमहरू चाहिँ अलिकति भयो भनौँ मेरो। यहाँबाट चाहिँ म अहिले खुसी छु। अहिले चाहिँ मैले अब आफ्नो जति बेला जे चाहियो त्यति बेला सहजै रूपमा मैले पाइरहेको छु। धेरै ठुलो बजेट त अब मैले त्यो धान्न सकेको छैन। आफ्नो आर्थिक खर्च भयो दिन अब लिनादिना कार्यक्रमहरू चलिरहेछ मसँग। राम्रो छ अहिले व्यापार ठिकै छ। आम्दानी मेरो महिनाको तपाईँको अब खर्च काटाएर मेरो लगभग 20,000 जति बचत हुन्छ। अब म पनि गरेर खान्छु, केही गर्छु कि भन्ने चाहिँ ऊर्जाहरू बढेको छ मेरो।